साथीहरू मेरो चाहिँ यसपालिको डल्ले खोर्सानी लाम्चे खोर्सानी फुल्न स्टार्ट भयो है। यत्रो भयो। यसरी लगाएको छु मैले। यहाँ चाहिँ भेन्टा लगाएको छु, भेन्टा पनि फुल्न स्टार्ट हुँदैछ। यहाँ चाहिँ मैले भिन्डी लगाएको छु, भिन्डी पनि फल्न स्टार्ट भइसक्यो साथीहरू। यो सिमी यहाँ फुल्न स्टार्ट हुँदैछ। मेरो चाहिँ अक्कबरे खोर्सानी यत्रो भयो। यसरी लगाएको छु मैले चाहिँ। हजुरहरूको कत्रो भयो? घाम लागेर भिडियो चाहिँ साह्रै राम्रो भएन है। ल यस्तो भयो मेरो चाहिँ। अब अक्कबरे एकदम फुल्नलाई रेडी भएको छ साथीहरू। यो सिमी पनि फुल्दैछ। यहाँ चाहिँ मेरो कागती यत्रो भयो। यो साइड पनि मैले घिउ सिमी लगाएको छु, घिउ सिमीको लाइन यस्तै लगाएको छु। अनि यहाँ चाहिँ मैले साथीहरू यो के हो चाइनिज साग भन्छ नि, चाइनिज साग लगाएको टिप्ने बेला भयो। चाइनिज साग पनि यस्तो भएको छ मेरो। अनि यहाँ चाहिँ मेरो लाम्चे खोर्सानी एकदम पिरो छ साथीहरू। यो खोर्सानी यस्तो पिरो छ कि यो खोर्सानी एउटाले काम पुऱ्याइदिन्छ साथीहरू, त्यस्तो पिरो छ। ल यहाँ चाहिँ हरियो, यहाँ चाहिँ के भन्छ सेतो लाम्चे खोर्सानी यत्रो भयो। ल मेरो चाहिँ यसपालिको खोर्सानी यस्तो भयो साथीहरू। हजुरहरूको पनि कस्तो भएको छ मलाई सरर देखाउनु होला। हजुरहरूको कौसी पनि मेरो चाहिँ यस्तो छ। ल बाई बाई साथीहरू, बाई बाई।